Hello, good evening to all. It's me, Lakshmi Neupane. मैले चाहिँ सानो मिनी भ्लग गराएको छु। यसो सबैको देख्दा रहर लागेर है। आजको डे सिंगल डे आजको हामी चाहिँ आज बिहान 5 बजेतिर उठेर मर्निङ वाक गयौँ। हेल्थको लागि यसो राम्रो हुन्छ, अलि बडी मोटाइयो भन्ने लागेर हामी म्यामहरू अनि सरहरू भएर सबै भएर हामी मर्निङ वाक गयौँ। अनि रमाइलो भयो, स्वच्छ हावा लिँदै है। यस्तो आनन्द छ यतापट्टि, धुवा धुलो केही छैन। अनि आएँ, आफ्नो नित्य कर्म सकिसकेपछि मैले यसो पूजापाठ गरेँ। यसो धर्मतिर पनि मन जान्छ मेरो। त्यसपछि हट वाटर अनि टी लिएँ, ब्ल्याक टी। अनि खानासाना बनाएँ, खाइवरी स्कुल जाने बेला भइसकेको थियो। त्यो टाइम मैले बिर्सेछु, अब स्टार्टिङ हो नि त, सम्झिँदै गर्नुपर्छ। अनि स्कुल पनि पुगेँ। स्कुल पुगेपछि मात्रै सम्झिएँ। आज चाहिँ पानी परेको, राति पानी आएर मौसम एकदम सफा शीतल रमाइलो थियो। अफिसमा पनि पुग्यो हामी 3 जना सँगै जान्छौँ, सँगै बस्छौँ एउटै घर। हाजिर लगाएँ 10 बजेको। अनि विद्यार्थीहरूको पिटी एसेम्ब्ली टाइम थियो। विद्यार्थीहरू पिटी गरिराखेका थिए, मैले पनि त्यसलाई पनि क्याप्चर गरेँ। अनि त्यही टाइममा चाहिँ यो मर्स्याङ्दी गाउँपालिकाभरिको वक्तित्व कला प्रतियोगितामा हाम्रो विद्यार्थी शीतला नेउपाने सेकेन्ड भएर आएको थियो। प्राइज डिस्ट्रिब्युसन पनि थियो। अनि शुक्रबारको प्रोग्रामको त्यो मेमोरी कन्टेस्ट प्रोग्रामको पनि प्राइज डिस्ट्रिब्युसन बाँकी नै थियो। त्यसको पनि मैले थोरै यहाँ क्लिक गरेँ, तर थोरै मात्रै। विद्यार्थी भाइ बहिनीहरू एकदम एक्साइटेड थिए प्राइज लिनको लागि, अनि खुसी पनि भएका थिए। अनि विद्यार्थीहरूले पुरस्कार पनि लिइसके। त्यसपछि फेरि हाम्रो यो एसेम्ब्ली टाइम सकियो। अनि अब आफू पनि लाग्नु पर्यो क्लासतिर हैन। अनि दिनभरिको चाहिँ मसँग भिडियो हुने कुरा भएन, किनभने क्लासमा मोबाइल त्यति साह्रो लगिन्न। अनि एउटा मेरो लेजर पिरियड थियो, त्यो टाइममा चाहिँ यो क्लास 5 स्टुडेन्ट्सहरूलाई मेटेरियल बनाउन लगाएको थिएँ। अनि कस्तो बनाएका रहेछन् भनेर गएँ हेर्नको लागि। अनि हल्का हेल्प पनि गरिदिएँ, सपोर्ट पनि गरिदिएँ, सिकाइदिएँ है। मैले त्यहाँ लाइनरहरू मैले गरिदिएको छु, स्केलिङ। अनि यिनीहरूलाई लेख्न लगाएँ। कति खुसी भइरहेको थिएँ। अनि भिडियो बनाइदिन्छु भने झन् यस्तो एक्साइटेड हुने कि यो मेटेरियलहरू बनाइरहेको थिएँ, म भिडियो गर्छु है भनेको त अरू पनि थपिएका कि, यस्तो खुसी हुने बच्चाहरू है। अनि आउने बेलाको भिडियो चाहिँ मैले बिर्सेछु। अनि बच्चाहरूले मलाई थोरै न्युरो ल्याइदिएका रहेछन्। त्यो न्युरो बनाइवरी म चाहिँ आएर फ्रेस भएर